प्रधानमन्त्री कार्यालयभित्र नेभी संघले गृहमन्त्री सुदन गुरुङको राजीनामा माग्दै हुनुहुन्छ। यति बेला देख्न सक्नुहुन्छ आन्दोलन गरिरहेको दृश्य तपाईहरुले देखाइरहेको छ। यति बेला गृहमन्त्री सुदन गुरुङको राजीनामा माग गरी प्रधानमन्त्री कार्यालय अगाडि आन्दोलन गरिरहेको दृश्य तपाईहरुले देखाइरहेको छौं। किन अहिले जुन जनताले विश्वास गरेको प्रधानमन्त्री हुनुहुन्छ उहाँले शासन चलाउनु भएको छ, तर गृहमन्त्री गैर कानुनी कार्यमा संलग्न हुनुभएको छ। यो तत्काल बालेन शाह प्रधानमन्त्री जनताले भरोसा र विश्वास गरेको प्रधानमन्त्रीले गृहमन्त्रीलाई तत्काल छानबिनको दायरामा ल्याएर संसदीय छानबिन समिति बनाएर उहाँलाई बर्खास्त गर्नुपर्छ र जनताले अहिले चरम चरको बुद्धिको जुन शास्ति बेहोर्नु परेको छ, भन्सारमा 100 रुपियाँ सामानमा जुन भन्सार ल्याउने जुन नीति ल्याएको छ त्यसको अन्त्य गर्नुपर्छ र गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्छ। सरकारले सुशासनको प्रत्याभूति आफ्नो मन्त्रीमण्डलका सदस्यमाथि उठेको प्रश्नबाट छानबिन गराएर सुशासनको प्रत्याभूति दिनुपर्छ। नेपाल विद्यार्थी संघ आज प्रधानमन्त्री कार्यालय अगाडिबाट भित्र मन्त्री परिषदको बैठक बसिरहेका बेला आन्दोलनमा उत्रिएको छ। सरकार जिम्मेवार हुनुपर्छ, दुईटाको बहुमत दिएर। यति बेला आन्दोलन गरिरहेका व्यक्तिहरूलाई प्रहरीले लैसकेको दृश्य देखाइरहेका छन्।